हेलो गाइस, आज चाहिँ होइन यसले किन भिडियो बनाएँ भनेर सोच्नुहुन्छ होला। भोलि चाहिँ मेरो बेस्ट फ्रेन्डको बर्थडे है। मेरो यो यस्तो बिरामीवाला फेसलाई चाहिँ इग्नोर गर्नु है, हल्का फल्का बिरामी छु। ह्याप्पी बर्थडे बेस्ट लुडी दिपा, आई लभ यु सो मच। त्यसको लागि मैले एउटा दामीवाला क्याप्सन लेखेको छु, पढ्छु ल। सर्वप्रथम मेरो राम्रा र नराम्रा दिनहरूमा साथ दिएकोमा धेरै धेरै धन्यवाद। तँलाई चाहेको सबै पुरा होस्, नपाएको कुनै पनि कुराप्रति आँखा नलागोस्। तँलाई सफल भएको हेर्न पाऊँ र तेरो चाहेको र सोचेका सबै पुरा होस्। तेरो त्यो सुन्दर अनुहारमा सधैँ मिठो मुस्कान देख्न पाऊँ। मेरो प्रिय साथी, तँलाई जन्मदिनको धेरै धेरै शुभकामना, धेरै माया। कलेजमा भेटेको हाम्रो मित्रता अहिलेसम्म टिकिरहेको छ। यसरी नै सधैँभरि साथ दे। आई लभ यु सो मच। गिफ्ट ल्याइदिएको छु है, अनि त्यही प्याक गर्न लागेको अहिले मेरो भाइ मिलेर पक्नु ल। म तपाईँलाई मेरो भाइ र नानीहरू पनि देखाउँछु। म चाहिँ यहाँ यसमा प्याकिङ गर्न आएको छु है। के को लागि? यहाँ सामान प्याकिङ हो आको बर्थडेको लागि। अरे यसमा सामान प्याकिङ गर्दैछु होइन। मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे दिपा दिन्छु, हजुरको लागि नै हो। Happy birthday, sister. भन ल। Happy birthday, sister. मैले चाहिँ होइन गाइज, यो माला अरे चाउचको भाइ माला चाउचको कार्टुनभित्र यहाँ पनि छ एक दुईवटा। यता चाहिँ मेरो दिदी हुनुहुन्छ। केही भन्न चाहनुहुन्छ तपाईँले दिपाको लागि? दिपा मेरो बहिनी, प्यारो बहिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। धेरै धेरै खुसी हुनु, निरोगी हुनु, ज्ञानी हुनु, दिदीलाई धेरै माया गर्नु, दुईजनासँग यसरी नै सधैँ मिलेर बस्नु। यही नै छ मेरो प्यारो बहिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना अनि धेरै माया। त्यहाँपछि चाहिँ मैले केही भिडियोहरू बनाउन पाइनँ। यो चाहिँ त्यसको डेकोरेसन। अनि होइन साथीहरू, मैले के तपाईँहरूलाई रेडी भएपछि देखाउँछु भनेर भनेको थिएँ। रेडी भइसकेँ म। यो चाहिँ बर्थडे गर्ल अनि त्यसको डेकोरेसन पछाडि चाहिँ त्यसको लागि बुके लिएको थिएँ अनि यो बुके दिएँ। तर त्यसले केही रियाक्सन नै देखाएन। मैले बुके दिँदाखेरि रिस उठ्यो मलाई। यो चाहिँ सबै त्यसको बर्थडेको केकहरू बाबाले पनि पठाइदिनु भएको थियो, अरू साथीहरूले पनि अर्डर गरिदिनु भयो। टिस्टा चाहिँ कति राम्री देखेको थियो भने हेर्नु त तपाईँहरूले पनि राम्रो देखेको छ कि छैन। त्यसको फोटोसुट हुँदैछ यहाँ, हामी सबैजना भेला भएको थियो। ह्याप्पी बर्थडे दिपा, ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। बर्थडे चाहिँ सक्यो होइन। अनि मैले बर्थडे गिफ्ट खोल्छु अरे, म तपाईँहरूलाई देखाउँछु ल। मैले त्यसलाई देखाएकै छुइनँ मेरो भिडियोमा। यहाँ चाहिँ गर्ले देख्छु सानो प्याकेट को भित्रमा पनि छ। त्यो जति वर्ष पुगेँ त्यति एउटै गिफ्ट दिएको थिएँ मैले चाहिँ। अनि धेरै लामो भिडियो थियो, त्यही भएर फास्ट मोसनमा बनाएर
सामानहरू प्याक गर्न चाहिँ मेरो भाइलाई र मलाई 4 घन्टा लागेको थियो। प्याक गर्न को टाइम लाग्छ होइन, मलाई कहाँ टाइम लाग्छ, एकैछिनमा खोलिसकेको थियो त्यसले। यति धेरैवटा गिफ्टहरू खोज्नलाई बाफे मलाई यस्तो भएको थिएन, के दिनु भएर बल्ल बल्ल सुस्ता गरेर यति धेरै सामानहरू किनेर दिएको थियो भने धेरै गाह्रो हुँदो रहेछ। जति वर्ष पुग्यो त्यति एउटा गिफ्ट दिनलाई त। मैले खोल्दै गरेको दिपावलीको चाहिँ सबैभन्दा त्यसलाई मनपर्ने चिजहरू थियो। यो चाहिँ मलाई यस्तो दिमाग लाउनु परेको थियो कि मलाई एकदिन त पसलमा लगेको थिएँ। त्यहाँपछि त्यहीँबाट मैले सबै सोचेँ त्यहीँबाट किनेको थिएँ। सबैभन्दा बेस्ट त्यसको फेभरेट सुपारी। थाहा पनि थिएन काँचो सुपारी पनि बिक्री हुन्छ भनेर। त्यसले आफै लगेको पसलबाट, अनि म अर्को दिन एकै गएर अनि किनेर ल्याइदिएको थिएँ। मैले त आजसम्म एक दिन पनि कहिले एक्लै केही सपिङ गरेको थिइनँ होइन। जे किन्दा पनि यहीसँग जान्थेँ, जे गर्दा पनि यहीसँग जान्थेँ। फर्स्ट टाइम मैले सामानहरू एक्लै गएर किनेर ल्याएको कि यसको लागि सबजनाले ल हो र तिमी एक्लै गयौ भनेर भन्नुहुन्थ्यो। मैले एक्लै अहिले सम्झिँदा नि कसरी किने होला भइरहेछ। यो कार्टुन हुन्छ नानी आन्दा तपाईँ जाऊ ओइ कार्टुन बनाएको ट्रिटमेन्ट मलाई यसको के जाने एकदम मन पर्यो। सोचेको थिएँ मैले गेस चाहिँ गरेको थिएँ साँच्ची। किनभने त पहिलाको बर्थडेमै म दिन्छु भन्ने उयो गरेको थिइस् नि त, मैले गेस चाहिँ गरेको थिएँ। सक्यो है, मैले भिडियोको इन्ड नै गरेको रहेछ। त्यही भएर म अहिले एडिट गर्ने बेलामा भिडियोको इन्ड गर्दैछु। म चाहिँ हल्का बिरामी छु, ज्वरो आएको छ, रुगामर्की आएको छ। मेरो यो ज्वरो आएको फेस र यो मेरो के अरे रुगामर्की लागेको भोइसलाई चाहिँ इग्नोर गरिदिनु है सबैजनाले लास्टसम्म हेरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू। पानाहरू पल्टिँदै जान्छन्, कथाहरू बदलिँदै जान्छन्, तर हाम्रो मित्रता कहिले नबद्लियोस् है साथी। धेरै माया।